को मात्र 39,000 मा 1,50,000 को प्राइस चाहिँ जम्मा हामीले 7,25,000 मात्र राखेको छौं। प्राइस चाहिँ जम्मा 10 लाख रुपैयाँ मात्र राखेको छौं। जम्मा 5,75,000 मात्र राखेको छौं। 4,75,000 मात्र राखेको छौं र यसको प्राइस चाहिँ जम्मा 2,50,000 मात्र राखेको छौं। जम्मा 12 लाख रुपैयाँ मात्र। उनीलाई स्वागत गर्न चाहन्छु मेरो यो YouTube च्यानलमा। हामीसँग रहेको विभिन्न ब्रान्डको गाडीहरू तपाईहरुलाई एकदमै सस्तो प्राइसमा हामीले लिएर आएको छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ल हामीले चाहिँ हजुरहरुसँग भएको जुनसुकै सवारी साधन खरिद गर्न पनि गर्छौं भने सट्टापट्टा गर्नु परेमा पनि तपाईहरुले हामीले सम्झिनु होला। हामीसँग जुनसुकै गाडी तपाईहरुलाई मन परेमा हजुरसँग भएको जुनसुकै सवारी साधन बाइक स्कुटर र चार पानी गाडी जुनसुकैसँग पनि हामीले सट्टापट्टाको व्यवस्था गरेको छौं है त। भिडियोकै सुरुवातमा चाहिँ मैले तपाईहरुलाई सिंगल ह्यान्डेड त्यो पनि जापानिज ब्रान्डको डाइहात्सु कम्पनीको स्विरिन 1300 सीसी मा चाहिँ पेट्रोल इन्जिनमा चाहिँ हामी लिएर आएको छौं। यो चाहिँ 2007 मोडलको रहेको छ भने यो चाहिँ अहिलेसम्म तपाईहरुले सिंगल ह्यान्डेडमा पाउन सक्नुहुन्छ र यसको फिचर्सको कुरा गर्नुपर्दा चाहिँ यसको चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटरको साथमा चाहिँ तपाईहरुले सेफ्टीको लागि चाहिँ ड्युल एयरब्याग पनि पाउन सक्नुहुन्छ र यसको प्राइस चाहिँ जम्मा हामीले 7,25,000 मात्र राखेको छौं। एकदमै रिसेल भ्यालु हाई भएको मारुति सुजुकी कम्पनीको अल्टो 2009 मोडलको एलएक्स भेरिएन्टमा हामीले लिएर आएको छौं। गाडी चिटिक्क पाउन सक्नुहुन्छ। इन्टेरियर पनि एकदमै फुल फ्रेश कन्डिसनमा रहेको छ भने एक्सटेरियर पनि तपाईले कलर पनि हेर्न सक्नुहुन्छ। एकदमै म्यारून रेड कलरमा पाउन सक्नुहुन्छ। यसमा चाहिँ अप्सनको कुरा गर्नुपर्दा एसी हिटर र कुलरको साथमा चाहिँ तपाईले पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 8,25,000 मात्रै है त हजुर। त्यसैगरी हामीसँग अल्टो नै रहेको छ 2008 मोडलको भने यसको प्राइस चाहिँ जम्मा 7,75,000 मात्र राखेको छौं। यो पनि तपाईहरुले एलएक्स भेरिएन्टमा पाउन सक्नुहुन्छ। एलएक्स भन्ने बित्तिकै तपाईहरुले थाहा छ यो चाहिँ एसी हिटर र कुलर पाउन सक्नुहुन्छ है त। त्यसैगरी अफरोडको लागि पनि हुने र भ्यालीको लागि पनि हुने एकदमै कम्फर्टेबल एक्सयुभी जिप भेरिएन्टमा चाहिँ हामीले टीको चेरी 2010 मोडलको लिएर आएको छौं। यो चाहिँ फुल अप्सनमा पाउन सक्नुहुन्छ भने अप्सनको कुरा गर्नुपर्दा चाहिँ तपाईहरुले एकदमै चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर, एबीएस को साथमा ड्युल एयरब्याग सेफ्टीको लागि राखेको छ भने यसमा अटोमेटिक ट्रान्समिसन र सनरुफको पनि तपाईले इन्जोय दिन सक्नुहुन्छ। सो प्राइस चाहिँ जम्मा 10 लाख रुपैयाँ मात्र राखेको छौं। मारुति सुजुकी कम्पनीको जेन स्टेलियो हामीले फेरि बिक्रीको लागि लिएर आएको छौं। यो चाहिँ 2008 मोडलको पाउन सक्नुहुन्छ भने यसको फिचर्सको कुरा गर्नुपर्दा चाहिँ तपाईहरुलाई थाहा छ VXI भेरिएन्टमा पाउन सक्नुहुन्छ। चारैवटा पावर विन्डो, पावर स्टियरिङको साथमा 9 इन्चको एलईडी पनि पाउन सक्नुहुन्छ। फुल फ्रेश कन्डिसनमा रहेको छ। यसको प्राइस चाहिँ जम्मा 8 लाख रुपैयाँ मात्र राखेको छौं। ल आउनुहोस् त्यसैगरी हामीसँग रहेको छ मारुति सुजुकी कम्पनीकै जेन VXI भेरिएन्टमा। यो चाहिँ 2005 मोडलको भने यसमा चाहिँ तपाईहरुले अप्सनको कुरा गर्नुपर्दाखेरि पावर स्टियरिङ, पावर विन्डोको साथमा फुल अप्सनमा तपाईले पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ हामीले 5,75,000 मात्र राखेको छौं। त्यसैगरी सेममा चाहिँ जेन नै हामीले लिएर आएको छौं। 2004 मोडलको पाउन सक्नुहुन्छ भने यो चाहिँ एलएक्स भेरिएन्टमा। एलएक्समा चाहिँ तपाईहरुले एसी हिटरको साथमा तपाईले लग्जरियस फिल गर्न सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 5 लाख रुपैयाँ मात्र राखेको छौं। त्यसैगरी एकदमै नेपालमा एकदमै रिसेल भ्यालु हाई रहेको मारुति सुजुकी कम्पनीकै अल्टो VXI भेरिएन्टमा लिएर आएको छौं। VXI भन्दाखेरि तपाईहरुले यसमा पावर विन्डो, एसी हिटरको साथमा फुल फ्रेश कन्डिसनमा पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 5,50,000 मात्र राखेको छौं। यसको मोडल चाहिँ 2001 मोडलको हो। छिटोभन्दा छिटो शुभारम्भ भिजिट गर्नु होला है त। त्यसैगरी हामीले मल्टिपर्पजको लागि हुने उपयुक्त हुने गाडी 2007 मोडलको मारुति सुजुकी कम्पनीको ओम्नी सिटर 8 सिटर भ्यान पनि हामीले स्टक गरेका छौं। यसको प्राइस चाहिँ जम्मा 4,75,000 मात्र राखेको छौं र यसो एकदमै फुल फ्रेश कन्डिसनमा पाउन सक्नुहुन्छ है त। त्यसैगरी एकदमै सस्तो प्राइसको डियो म्याटिज कार यो चाहिँ 2002 मोडलको पाउन सक्नुहुन्छ भने यसमा चाहिँ अप्सनको कुरा गर्नुपर्दाखेरि चाहिँ तपाईले एसी हिटर र कुलरको साथमा फुल फ्रेश कन्डिसनमा पाउन सक्नुहुन्छ र यसको प्राइस चाहिँ जम्मा 2,50,000 मात्र राखेको छौं। फिक्स प्राइसमा राखेको छौं। यो चाहिँ
सिक्न र सिकाउनको लागि पनि एकदमै उपयुक्त हुने कार है त। एकदमै लग्जरियस ब्रान्ड कोरियन कम्पनीको किया ब्रान्डको कियाको पिकान्टो 2004 मोडलको फुल अप्सनमा पाउन सक्नुहुन्छ। एकदमै लग्जरियस कार। यो चाहिँ तपाईहरुले यसको प्राइस चाहिँ जम्मा 5,75,000 मात्र राखेको छ भने यसमा फुल अप्सनको कुरा गर्नु पर्दाखेरि चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटरको साथमा 9 इन्चको एलईडी पनि पाउन सक्नुहुन्छ है त। र त्यसैगरी मारुति सुजुकी कम्पनीको इको 7 सिटरमा पनि हामीले स्टक गरेको छौं। यो चाहिँ 2010 मोडलको हो भने यो चाहिँ तपाईले कम्पनी पेनमा पाउन सक्नुहुन्छ। फुल फ्रेश कन्डिसनमा पाउन सक्नुहुन्छ। यसको प्राइस चाहिँ जम्मा 10,75,000 मा राखेको छौं है। हुन्डाई कम्पनीको एकदमै रिसेल भ्यालु हाई रहेको कार स्यान्ट्रो 2010 मोडलको हामीले बिक्रीको लागि लिएर आएको छौं। यसको प्राइस चाहिँ जम्मा 12 लाख रुपैयाँ मात्र राखेको छ भने यसको अप्सनको कुरा गर्नु पर्दाखेरि पावर स्टियरिङ, पावर विन्डो, एसी, हिटरको साथमा 9 इन्चको एलईडी पनि पाउन सक्नुहुन्छ। गाडी एकदमै फुल फ्रेश कन्डिसनमा छ। एक्सिडेन्ट फ्री कार रहेको छ भने छिटो भन्दा छिटो यो गाडीलाई पनि तपाई बुक गर्न सक्नुहुन्छ है त। त्यसैगरी सेडान लभरहरुको लागि चाहिँ एकदमै लो बजेटमा फुल फ्रेश कन्डिसनको मात्र 39,000 मात्रै रनिङ रहेको, जेन्युन 39,000 मात्रै रनिङ रहेको कार सेफिया डबल आई भेरिएन्टमा चाहिँ हामीले लिएर आएको छौं। यसमा चाहिँ फिचर्सको कुरा गर्नु पर्दाखेरि तपाईले चारैवटा पावर विन्डो, पावर स्टियरिङ, एसी, हिटरको साथमा 9 इन्चको एलईडी चिटिक्कको पाउन सक्नुहुन्छ भने इन्टेरियर पनि फुल फ्रेश कन्डिसनमा रहेको छ। यसको प्राइस चाहिँ जम्मा 5,75,000 मात्र राखेको छौं त। त्यसैगरी एकदमै रिसेल भ्यालु हाई रहेको कार मारुति सुजुकी कम्पनीको जेन एलएक्स भेरिएन्टमा हामीले लिएर आएको छौं। यो चाहिँ 2000 मोडलको पाउन सक्नुहुन्छ भने यसको प्राइस चाहिँ जम्मा 2,60,000 मात्र राखेको छौं। त्यसैगरी हामीसँग मारुति सुजुकी कम्पनीकै सिक्न र सिकाउनको लागि उपयुक्त हुने मारुति 800 यो चाहिँ 99 मोडलको रहेको छ भने यसको प्राइस चाहिँ जम्मा 1,50,000 फिक्स प्राइसमा राखेको छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद भन्न चाहन्छु। र अन्त्यमा तपाईहरुलाई मेरो यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला र यो भिडियो राम्रो लागेमा लाइक, शेयर एन्ड कमेन्ट पनि गर्न नबिर्सिनु होला भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।